डेन्जर हावा उडिआइरहेछ भाइ के भन्ने हाम्रो समय विडम्बना हाम्रो देशको साथी यस्तै छ विडम्बना हाम्रो देशको साथी अहिले हामी 12 विषयमा छौँ डेन्जर हावा उडिआइरहेछ भाइ So good morning everybody, beautiful people. म चाहिँ तपाईहरुलाई देखाउन गइरहेको छु अहिले one of the most beautiful place, tent. अनि अहिले चाहिँ हामी 12 विषय रिजोर्टमा छौँ र अहिले बिहानको 7 बज्दैछ बिहानीको समयमा यो ल्यान्डस्केप चाहिँ दामी खालको ल्यान्डस्केप भ्यूहरू छन् सो म चाहिँ यो देखाउनको लागि कस्तो दामी खालको पछाडि बाटो छ र माथि जङ्गल चाहिँ जङ्गलको छेउमा यो रिजोर्ट यसले चाहिँ दामी खालको इन्भाइरोमेन्ट दिँदो रहेछ र यहाँ चराचुरुङ्गीहरू बिहानैदेखि चिरबिर चिरबिर आवाजहरू आउँदो रहेछ छुट्टै खालको एउटा भाइब्स र यहाँ चाहिँ धरहराको सानो धरहराको डिजाइनमा चाहिँ यहाँ बनेको छ वाइट टावर सेतो टावर र यता स्विमिङ पुल 12 विषयको रिजोर्ट ठिक छ यो 12 विषय ठाउँमा चाहिँ अलिकता बस्न लायकको ठाउँ भनेको यही मात्रै हामीले देख्यौँ यो चाहिँ यस रमाइलो नै छ रमाइलो नै लाग्यो अब हामी चाहिँ लाग्दैछौँ अब पछाडि अब भोटेकोसी खोला खलला बग्दैछ भोटेकोसी बिहानीको समयमा कल 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 बग्दैछ र यसरी हामीले चाहिँ देख्न सक्छौँ र यता चाहिँ 12 विषय यता बस्तीहरू डाँडाकाँडामा तुसारोले लागेको छ बादल कुहिरो भन्ने हो कि यता पनि बस्ती छ मेन बस्ती यता हो त्यो पुल देखिरहेको त्यो बाटो हुँदै हाम्रो माथि जाने हो तातो पानी र हिजो हामी चाहिँ पानी परेको कारण यहाँ बस्तीहरू देखाउँछु म अब इन्ट्रान्स गेट देखाउँछु म यस यति चाहिँ हामीले देख्न सक्छौँ टेन्टहरू र उता चाहिँ डाँडाकाँडा र यो धरहरा स्विमिङ पुल छ र बिहानैदेखि चराचुरुङ्गीहरू चाहिँ म बिहानै 5 बजीदेखि उठिरहेको छु यस्तो मिठो चिरबिर 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 आवाजहरूले यस्तो आनन्द लाग्ने क्या अझै पनि सुनिरहेको छ चराहरू सो काइन्ड अफ रिजोर्टको भाइब्स चाहिँ यहाँ छ यता सबै जङ्गल जङ्गल खोला यो ठाउँ चाहिँ रमाइलो नै हो लाइक दिस प्लेस बाटो अगाडिबाट यताबाट आउँदो रहेछ अनि पछाडिबाट त्यो घुमेर आउँदाखेरि त्यो अहिले म भर्खरै आएको यहाँ चाहिँ सिनरी छ अब तपाईँहरूलाई देखाउँछु अब टेन्ट यस्तो 2टा बेड छ 2टा बेड टेन्ट छ यस्तै टेन्टहरू पनि छ रुमहरू पनि उता रुमको पनि एट्याच रुमहरूको पनि फेसिलिटी छ र हामी प्रायः जस्तो टेन्ट हामीले अलिकता एडभेन्चरस लाग्छ सो प्रायः जस्तो हामी चाहिँ टेन्टमा बस्ने रुचाउँछौँ अगाडिको भ्यू चाहिँ
कस्तो दामी नै छ थ्याङ्क यू ल ल गुड मर्निङ हियर मेरो दोस्त हुनुहुन्छ हाम्रो नाइके मेरो नाइके कुमार अर्जुन हिजो हामी चाहिँ चाइना नागासम्म पुगेर आइयो बाटोमा आउने क्रममा चाहिँ यस्तो दामी भ्यू देखिरहेको तर यार यस्तो डाँडा ठ्याक 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 यो हल्का चाहिँ उता त्यो कालिम्पोङतिरको हल्का हल्का भाइब्सकै यो डाँडामा घरहरूको यस्तो दामी लागिरह्यो है बादलहरू कस्तो मजाले चलिरहेछन् र यो अति उत्कृष्ट दृश्य वाउ द mesmerizing भ्यू अफ बाह्रविसे यो खोला नाला कस्तो दामी देखिरहेछ है ल दामी थ्याङ्क यू ल बिहानको स्केच चाहिँ ल रेडी भइसक्यो अन्त चाहिँ बिहानीको समयमा अब हाम्रो चाहिँ स्केच रेडी भइसक्यो यो चाहिँ अहिले हामी बाह्रविसे भन्ने स्थानमा छौँ बिहानीको समयमा हामी 3 दाजुभाइहरू चाहिँ हामी चाहिँ हिजो यतै बास बस्यो बाह्रविसे रिसोर्टमा र हामी चाहिँ अहिले यहीँ छौँ अहिले खोलाको चाहिँ सङ्गीत सुनेर मैले स्केच पनि रेडी गरिसकेँ र यो चाहिँ अब स्केच पनि रेडी गरिसकेँ र आजको उपलब्धि यही नै हो घुम्न त घुमियो रमाइलो पनि भयो हिजो चाइना बोर्डर पनि पुग्यो र सो अब तपाईँहरूलाई म देखाउन चाहन्छु द ब्युटिफुल ल्यान्डस्केप बवाल छ ठाउँ चाहिँ बवाल छ मलाई मन पर्यो के भन्ने हाम्रो समय 10 मोहर महिनाको कमाई के भन्ने हाम्रो समय 10 मोहर महिनाको कमाई हाम्रो जुगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो हाम्रो जुगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो र अब बिहानीको समयमा अब हामी घर फर्किने क्रममा छौँ बाह्रविसे वे यो बाह्रविसे हुने ठाउँमा चाहिँ सिनेरियो रमाइलै छ भोटेकोसी भोटेकोसी गाइज भोटेकोसीको तिरमा यो जहाँ आउँदो रहेछ यो बाह्रविसे रिसोर्ट अनि यो ठाउँ चाहिँ रमाइलै छ राम्रै छ त्यो बाह्रविसे रिसोर्ट त्यहाँ रहेछ यहाँबाट खोला नाला यहाँ एउटा लाल दाईको चिया पसल भन्ने छ यहाँ चाहिँ यहाँको फेमस पपुलर ठाउँ लाल दाईको चिया पसल नमस्ते लाल दाईको चिया पसलमा भ्यू चाहिँ हिजो बसेको रिसोर्ट त्यहाँ भ्यू चाहिँ दामी देखिरहेछ ला 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 नमस्कार म नवराज रायमाझी म चाहिँ एउटा आज कविता सुनाउन गइरहेको छु कविताको शीर्षक छ ननिब्ने आगो आँखाबाट निकालेर सगोल चित्र मुखबाट निकालेर समानताको धुन दिमागबाट निकालेर चेतना घनघोर बर्सिएका उन कलमबाट विभेदकारी संरचना भत्काउने विचारहरूमा भरेर आत्मा बस्तीबाट जुर्मुराएको एकताको मुट्ठी छाडेर नाम्लो र डोको असह्य भएपछि हिँडेको मुक्ति मोर्चाको लाइनमा
दृढता साथ मुक्तिको बाटो आफ्नै मृत्यु आफै लेखेर निधारमा निस्कनु अघि सङ्गालेर बाका ऋणका तमसुकहरू निस्किएको किसानको छोरो कहिल्यै निदाउन नदिनेहरूको नित च्यात्न म पितमा परे किचिए म दुख्यो मलाई नथुन मलाई पिन्जडाभित्र म चाहन्छु मेरै आकाशमा उड्न भन्दा भन्दै समातिएको हो घोषित गरिएको हो देशद्रोही बनाइएको आतङ्कारी र हात बाँधेर ठोकिएको बन्दुक छातीमा आज सोही बन्दुक हावाको छातीमा पड्काएर दिइरहेछन् शहीदको सम्झनामा सलामी उसकै मुड्कीले हानिएको हो सत्ताको टाउकोमा उसकै विचारले रोपेको चेतनाको बीच उसकै रगतले बगाएको व्यवस्थाको भर्याङ यिनै योद्धाहरूको बलिदानले सफल भएको क्रान्ति तर आज 20 वर्षपछि बा ढोकामाथिको हँसिलो तस्बिर हेर्छन् अनि हेर्छन् देशको तस्बिर निकालेर छोराको रगत लतपतिएको धन्डा बेरेर गाउँदै निस्किएका छन् उठ्नेछन् सपना जुट्नेछन् मुट्ठी अझै पनि लड्नु छँदैछ। थ्याङ्क यू सो मच। यसो 2-4 शब्दहरू यसो व्यक्त गर्न मन लाग्यो। समसामयिक विषयमा चाहिँ केही 2-4 कुराहरू लेखेको थिएँ। यस्तै छ विडम्बना हाम्रो देशको साथी, यस्तै छ विडम्बना हाम्रो देशको साथी, बढ्दैछ बलात्कारी, बढ्दैछ भ्रष्टाचारी, बढ्यो अपराध, बढे अपराधी, बढे अपराध, बढे अपराधी। यहाँ जातभात विभेद, नातिरवादी, कृपावाद, नातावाद, हिजो हजुरबाउ त्यही कुर्सीमा आज उसकै नाति, यस्तै छ विडम्बना हाम्रो देशको साथी। बढ्यो दुःखको भारी, बढ्यो जिम्मेवारी, बढ्यो दुःखको भारी, बढ्यो जिम्मेवारी। त्यसैले गाह्रो भयो बाँच्न खुलेरै ओठ हाँस्न, गाह्रो भयो बाँच्न खुलेरै ओठ हाँस्न। कहाँ गए इन्टर पास, ब्याचलर डिग्री मास्टर पास गरेका, पढेर के गर्नु बिचरा, छैन केही कामधन्दा, बेरोजगार भएका। त्यसैले युवाहरू परदेश गएका, त्यसैले युवाहरू परदेश गएका। यस्तै छ विडम्बना हाम्रो देशको साथी, यस्तै छ विडम्बना हाम्रो देशको साथी। नेताहरू मञ्च पाए करोडौँको भाषण, नेताहरू मञ्च पाए करोडौँको भाषण। तिनीहरूलाई के थाहा सकिसक्यो गरिबीको रासन। अब क्रान्तिको आवाज, अब विद्रोहको आवाज, अब क्रान्तिको आवाज, अब विद्रोहको आवाज। अब ल्याउनुपर्छ हाम्रो शक्ति, गर्नुपर्छ हामीले देशभक्ति। यस्तै छ विडम्बना हाम्रो देशको साथी, यस्तै छ विडम्बना हाम्रो देशको साथी। यो अब केही प्रयासहरू